कहाँबाट पैसा तपाईँ आयो गइहाल्छ त्यो चाहिँ मैले यसरी राखेर अब सोमबारको दिन चाहिँ मैले यसरी उहाँलाई राखेर मैले दुध चढाएँ भने चाहिँ उहाँलाई चाहिँ अलिक लाभ हुन्छ भनेर भन्नुहुन्छ अडिन्छ भन्नुहुन्छ हजुर अब हजुर यसो हेर्नुलाई यो कछुवा मुख होला कि होइन अब हजुर यसो मूल्याङ्कन गर्नु होला यो कछुवाको मुख भयो हजुरको मैले राख्न पाए हुन्थ्यो भनेको थिएँ बेकार मसँग दिइहाल्नु भयो तँ राख्ने होइन तँलाई म दिन्छु भनेर भनिहाल्नु भयो अनि भएपछि मलाई यो दिनु भएछ अब यो हेर्नु यो जल्दी हेर्नुहोस् है हेर्नुहोस् है कसैको बनावटी होइन हजुर गाडी पुल्टुका पल्ट्यो टायर उछिएर भागो अनि पहिला ठाउँमा यो ढुङ्गामा चाहिँ अड्किएर छ मैले फलाउनु घिसे तातो भइहाल्छ नि भने मैले भन्दा नि उहाँले चाहिँ होइन के न के छ भन्नुभयो यसो हेरेको गणेशको आकार हेर्नुहोस् हजुरले अब यो अब मलाई एक दिन हजुरको सपनामा मलाई अब एउटा बाबाजी आएर लट्टावाला मलाई भुत्ता लानुभयो तैँले कछुवा पाल भन्नुभयो मलाई कछुवा पाल भन्नुभयो कछुवा भनेको म पाल्दिनँ मलाई डर लाग्छ म पाल्दिनँ भने मैले सपनामा लट्टे बाबा आएर मलाई भन्नु रेली भन्नुभयो म कछुवा पाल्दिनँ भने मैले कछुवा नपाले ल ठिक छ तँलाई भोलि म भन्छु भन्नुभयो गइसकेपछि मलाई अनि त्यहाँ फर्न जा भन्नुभयो अब मैले यो ढुङ्गा ल्याएको छु अब हजुर यसो हेर्नुलाई यो कछुवा मुख होला कि होइन अब हजुर यसो मूल्याङ्कन गर्नु होला यो कछुवाको मुख भयो हजुरको यो तपाईँको यो पिठुङ भयो नि यो पिठुङमा यो पछुवाको यो दाना भयो यो कछुवाको यो पछाडि भाग भयो हजुरको यो मुख भयो हजुरको यो उठेको भाग हो हेर्नुहोस् है हजुरको यो ढुङ्गै हजुर है यो कहीँ बनावटी सिमेन्टै होइन हजुर हजुर हेर्नुहोस् है यो मलाई भगवान्ले हेर्दै कछुवादेखि देख्ने हजुर जस्तै देखिँदो रहेछ हो हजुर है यो पनि भनेपछि हजुरलाई सपनामा हजुर सपना हजुर त्यो ठाउँमा गएर खोज्दा पाइहाल्नु पाएँ मैले चाहिँ के भयो खास गरी भन्नुपर्दा म मार्केट गएको थिएँ अनि मान्छे त्यो पानीमा त कछुवा राख्ने हुनुपर्छ सबैजनाले मैले राख्न पाए हुन्थ्यो भनेको थिएँ बेकार मसँग दिइहाल्नु भयो तँ राख्ने होइन तँलाई म दिन्छु भनेर भनिहाल्नु भयो अनि भएपछि मलाई यो दिनु भएछ अब यो मुख पनि छ हेर्नुहोस् हजुर अब यहाँ उठेको भयो अब यो ठ्याक्कै यो भाग भयो हजुर यसरी अब यहाँ तल कत्ला पनि होइन अब यो छ हजुरको एउटा यो भयो हजुरको हजुर त्यो ठुलो चाहिँ के हो गुरु त्यो पनि त्यो ढुङ्गै हो उहाँ चाहिँ हजुर उहाँ भगवान् गणेश यो गणेश हो होइन यो मलाई यो भेटेको होइन हुन्छ यो चाहिँ भेटेको मैले मलाई सपना दिनुभएको यो चाहिँ मैले तामाकोसी सिन्धुपाल्चोक गएको थिएँ म हजुर सिन्धुपाल्चोक जाँदाखेरि तामाकोसी भन्दा बाटोमा मेरो गाडी पल्ट्यो म सिन्धुपाल्चोक यो हेलम्बो माई मन्दिर त्यो पाल्चोक माई मन्दिर गएको थिएँ मेरो गाडी लडेन खोलाको बगरमा गाडी पुल्टुका पल्ट्यो टायर उछिएर भागो अनि पहिला ठाउँमा यो ढुङ्गामा चाहिँ अड्किएर छ गाडीको यो सकेर यो ढुङ्गा अड्किएर छ गाडी त्यहाँनिर यहाँ अड्कियो ढुङ्गा मैले गाडी तानेँ गाडी आएन अनि मलाई त्यो कम्पा दियो मलाई कम्पा टाँस्यो हजुर कम्पा दियो मलाई कम्पा दिइसकेपछि मैले के होला भने ढुङ्गा हटाउँछु तान्दाखेरि ढुङ्गा आउँदैन मेरो जेठान हुनुहुन्थ्यो जेठानले भन्नुभयो ज्वाइँ यो त अड्किया के हो एकदम थाहा भएन रातो लाल भएको छ तातो न भन्नुभयो मैले फलाउनु घिसे तातो भइहाल्छ नि भने मैले भन्दा नि उहाँले चाहिँ होइन के न के छ भन्नुभयो यसो हेरेको गणेशको आकार हेर्नुहोस् हजुरले अब यो अनि त्यो छ अनि त्यो भएको कारणले गर्दा अनि उहाँले चाहिँ अनि यो चाहिँ अब यस्तो छ हेर्नुहोस् अब यो कति मान्छे मलाई सिमेन्टकै भन्नुभयो हेर्नुहोस् है हजुर अब यो हेर्नु यो जल्दी हेर्नुहोस् है हेर्नुहोस् है कसैको बनावटी होइन हजुर अब यो होइन ल मैले हजुर भने अब हजुर यो त काटेको भन्न मान्न सकिन्छ म भने यो मानेको काटेको भन्न सकिएला होइन हजुरको अब यो त भन्न नसकेला नि यो त हेर्नु अब यो नि अब शिव अब यो गणेश छ यता शिवपार्वती यहाँ उसको यहाँ पुरै आखिरी छ हजुरको यही हेर्नुहोस् है यो भयो अब हजुरलाई मैले भनेको थिएँ गाडीको सोरु भनेको थिएँ हजुरलाई हजुर गाडी ए कार हेर्नुहोस् है यो यता सिसाको भाग भयो हजुरको यो पछाडिको डिग्गी पछाडिको भाग भयो हजुरको यो पछाडिको भाग भयो अब यो तलको यो भनी मुनिको भाग भयो हेर्नुहोस् यसलाई अब हेर्दा हजुर के देखिन्छ हजुर मूल्याङ्कन गर्नलाई यो पनि भनेपछि हजुरलाई सपनामा दिनुभयो हजुर अनि यो चाहिँ कुन ठाउँबाट ल्याउनु भएको यो चाहिँ मैले यहीँ किर्तिपुरमा जङ्गलमा हजुरको यो चाहिँ गाडी नफाप्नेहरूलाई चाहिँ लगभग हजुरले यसो केही तन्त्र मन्त्र गरेपछि अनि गाडी फलिफाप हुन थाल्छ भने सबैले भन्नुहुन्छ त्यसरी अब लक्ष्मी पाउ हेर्नुहोस् त्यो त पुरै उ नै के अरे पाउनै जस्तो देखिन्छ त गुरु हजुर पाउने लक्ष्मी पाउ अब यहाँ गुरु यो चाहिँ कुन ठाउँबाट ल्याउनु भएको गुरु यो मैले उता के अरे उसमा के भन्छ यो के त गोसाइकुण्डा ल ठ्याक्कै पाउ जस्तै छ है हेर्नुहोस् हजुरले लक्ष्मी पाउ गुरु यो चाहिँ के को उपचारको लागि प्रयोग गर्नुहुन्छ अरे हजुरले यो चाहिँ तपाईँको धनहरू प्राप्त भयो अब धनहरू रुकेन
जस्तो कहाँबाट पैसा तपाईँ आयो गइहाल्छ त्यो चाहिँ मैले यसरी राखेर अब सोमबारको दिन चाहिँ मैले यसरी उहाँलाई राखेर मैले दुध चढाएँ भने चाहिँ उहाँलाई चाहिँ अलिक लाभ हुन्छ भनेर भन्नुहुन्छ अडिन्छ भन्नुहुन्छ हजुर अरू के छ गुरु अरू अब एउटा यहाँ छ अब एउटा गणेश यहाँ अब यो नि पत्थरै हजुरको यहाँ पत्थर मैले यो टाँसेर राखेको छ यो नि गणेशै हो यो नि यहाँ माथि यहाँ फेटा बनाएको छ यहाँ फेटा भएको छ यो पनि यहाँ गणेश चुप्पा हो यो चाहिँ सानो छ यहाँ चाहिँ भाइले टाँसिदिनु भएको छ यो चाहिँ के यो चाहिँ बर्मा छ अरू मसँग भएको त्यही हो अब यस्तै हो नि अब यी भने त अब यसो अब भगवान्को यो शङ्करको शिव भइहाल्यो यस्तो छन् अब अरू त सब ठिकै छ यसमा त अब त्यति खास त्यस्तो अब इम्पोर्टेन्ट मेरो भएको भनेको अब यही नै हो मेरो अब यो कछुवाहरूको यो भइहाल्यो यो हजुर यो भइगयो अब यो लक्ष्मी पाउ भनेको यो भइगयो अब मेरो भयो अब यसमा चाहिँ अब यो अब यहाँ एउटा सानो अब एउटा यहाँ चिज हुनु अब यो चाहिँ अब यो ढुङ्गा दुईवटा अब अनि यो अब मेरो बोली नफुल्नलाई यो घोटेर खुवाएपछि बोली फुट्छ यो बच्चाहरूको कुरा हजुर यो चाहिँ मैले दिल्लीबाट ल्याएको यो दिल्लीमा एउटा तपाईँको सानो दिल्लीमा पनि सपनामै देखेर कि गुरु होइन सपनै हो यो चाहिँ नदीको किनार होइन भुइँमै बाटैमा जति घोटे पनि यो मैले घोटे यो यति पातलो भात लगायो अब मैले घोटे 8 वर्ष भइसक्यो यो यति चाहिँ यो घोटिरहने अनि घोट्ने पानी खुवाउने यस्तो हुन्छ यो ल हस् गुरु अब हामी फेरि अरू भिडियोमा पनि हामी फेरि गुरुसँग भएको चिजहरू देखाउँदै जाउँला हजुर है गुरु हस् नमस्कार धन्यवाद थ्याङ्क यू